दर्शकवृन्द, अहिले हामी बसन्तपुर दरबार स्क्वायरको श्री काल भैरवको मन्दिरमा छौँ र श्री काल भैरव मन्दिरलाई हामीले हाम्रो जीवनलाई असहज भएको अवस्थामा, आपतकालीन अवस्थामा, दशा दरिद्र भएको अवस्थामा, अनि दुर्घटना भएको अवस्थामा भगवान काल भैरवलाई हामीले आयु आरोग्यताको लागि, स्वस्थ जीवनका लागि, सफल जीवनका लागि सम्पूर्ण हामी नवग्रह सञ्चालनलाई सतबीजमा पर्ने र क्वाटीमा पर्ने गेडागुडीहरूलाई राखी उहाँलाई धूप दीप नैवेद्य आदि राखेर हामी चढाउने गर्दछौँ, रिजाउने गर्दछौँ र प्रार्थना गर्ने गर्दछौँ। काल भैरवको साधनाबाट हामीलाई शक्ति अनि सहने शक्ति र हामीलाई द्वेष, रास, रिस, राग, वैमनस्य एकदमै असमानजन्य जीवन र निष्कलङ्कित हुनका लागि पनि श्री काल भैरवले हामीलाई कृपा गर्नुहुन्छ भने काल भैरवबाट हामीलाई कृपा प्राप्त गर्न सक्छौँ कि हामी जीवनलाई सहज, स्वस्थ, सफल मात्र होइन, मनस्थिति, तन, मन, वचन, कर्मले धर्मी सकारात्मक सोचको विकास गर्नका लागि पनि हामीलाई काल भैरवले नै कृपा वर्षाउनुहुन्छ। त्यसैले भगवती माता कुमारीले पनि काल भैरवलाई मिष्ठान्न र पकवान्न भोजनमा मिठो गुलियो मिठाई उहाँलाई साह्रै मनपर्छ। उहाँलाई जेरी सबभन्दा मनपर्ने कुरा हो। त्यसरी उहाँलाई जेरी र प्यारा मिठाई चढाउने चलन रहेको छ। हामीले भन्छौँ काल भैरवलाई सायद भोग चाहिन्छ होला, तर उहाँले भोग लिनुहुन्न। उहाँले भोग लिने भनेको कालो भटमासको रूपमा, बाँसको रूपमा, केरोको रूपमा हाम्रा 9 ग्रहलाई तह लगाउने 9वटा बीजहरू छ, अन्नहरू। सो अन्न 9वटालाई नै उहाँले स्वीकार गर्नुहुन्छ। त्यो रूपान्तरित रूपमा तान्त्रिक शक्तिबाट चाहिँ हाम्रो ग्रहहरूलाई शान्ति, ग्रह शान्तिका लागि रात्रिकालीन 12 बजे 2 बजे उहाँलाई पूजा गर्ने प्रचलन रहेको छ। भन्दा ब्रह्ममुहूर्त तथा सन्ध्याकालीन आरती, पूजा, आराधना र यो त छँदैछ। जय श्री काल भैरव भन्न चाहन्छौँ, दर्शन गर्नुहोस्। वात्सल्य नेचुरल IVF, जडीबुटीको शक्ति, साबुन ओखती। साल ट्रेडिङ कर्पोरेसन लिमिटेडको आयो नुन। गोल्डन कुकिजका उत्पादक गुड लाइफ फुड प्रोडक्ट।